नमस्कार साथीहरू, सम्पूर्ण स्वागत छ। यो दशैंको 3 दिन अगाडि अष्टमी दिनमा मैले पोखरा बजारको हरिचोक र हेम्जाको आसपासमा जहाँ नेपालीको लोकप्रिय मासुको परिकार बन्ने खसी, च्याङ्ग्रा, बोकाहरूको भेडाको चाहिँ व्यापार लाग्छ। अरु सबै बाख्रा, बोका, भेडा भन्दा पनि अत्याधिक रूपमा च्याङ्ग्रा रुचाइन्छ र तपाईले देख्न सक्नुहुन्छ। यहाँ च्याङ्ग्राका बथानका बथान फरक फरक साहुहरूले आफ्नो आफ्नो बथान लिएर बिक्रीको लागि राखेका छन् र उपभोक्ता पनि मोलमोलाई गर्दै हेर्दै कुन ठाउँमा लिने, कसरी लिने, कुन चाहिँ राम्रो होला भनेर हेरिरहनु भएको छ। बाटोमा पनि छन्, माथि भिरपट्टि पनि छन्, अलिकति बाटोभन्दा माथि र अन्य अगाडि जानुभयो भने तपाईको त्यहाँ अलि घेरबार गरेर पनि राखिएको छ। किनभने यी च्याङ्ग्राहरू यो बन्धनबाट त्यो समूहबाट छुट्टियो भने यिनलाई भेट्न गाह्रो हुन्छ। एकदम छिटो यिनीहरू चाहिँ झाडीतिर अथवा अन्य ठाउँतिर जाने र अनि जहाँ पनि हिँड्न सक्ने भएर हराइहाल्छन्। त्यही भएर यिनलाई चाहिँ सुरक्षा पनि त्यत्तिकै एकदम चाहिँ ध्यान दिनुपर्छ सुरक्षामा पनि। र यहाँ तपाईँ देख्नुहुन्छ मोलमोलाई गर्दैछन्, हेर्दैछन् कस्तो खाले लिने, कति मूल्यको लिने। यसपालिको च्याङ्ग्रा बजारमा मैले बुझ्दाखेरि, त्यहाँ सोद्धाखेरि लगभग 20,000, कम्तीमा थोरैमा 20,000 देखि 50-60 हजार सम्मका च्याङ्ग्रा पनि त्यहाँ देखिए। रङ अनुसार, बड अनुसार अथवा उनको तौल अनुसार, अब विभिन्न, खास गरी अब हामीले हेर्दाखेरि चाहिँ अब तौल अनुसार ठुलो, सानो, मध्यम, त्यो अनुसारले 20,000 देखि 60,000 सम्म। र यसरी भन्दाखेरि लगभग सरदरमा किलोको 2,000 सम्म पनि पर्न। तयारी मासु चाहिँ लगभग 2,200 रुपियाँ किलो पर्दछ भने बिक्री वितरण भयो भने घरमा ल्याएर आफैले काट्दाखेरि सरदरमा 1,200 देखि 1,200 देखि 1,500 सम्म किलोको पर्ने जस्तो अनुमान भयो, त्यो पर्ने देखियो। र यी च्याङ्ग्राहरू खास गरी सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरा, त्यसै गरी चाहिँ यता कर्णाली प्रदेशको मुगु, डोल्पा, हुम्ला, जुम्ला, अनि यता गण्डकी प्रदेशको मनाङ, मुस्ताङ, यसै गरी चाहिँ बागलुङ, म्याग्दीबाट यता तल पर्वतबाट चाहिँ पोखरा बजार ल्याइन्छ। र पोखरा बजार मात्रै नेपालको सबैभन्दा ठुलो च्याङ्ग्राको चाहिँ प्रयोगकर्ता अथवा चाहिँ उपभोग गर्ने चाहिँ पोखरा हो। र पोखरा र वरिपरिका पोखरा, स्याङ्जा पर्वत, तपाईको गोर्खा, तनहुँ, लमजुङसम्म पनि यी च्याङ्ग्राहरू लगिन्छन्। खास गरी धेरै खपत चाहिँ पोखराको कास्की जिल्लामै बढी हुन्छ र अहिलेसम्मको रेकर्ड यही छ। लगभग 1 वर्षमा यो दशैं तिहारमा को अवधिमा 35 देखि 40 हजार च्याङ्ग्रा यहाँको खपत हुन्छ। बाँकी अगाडि पनि हेर्दै लिनु झ्याप्प यसलाई। हजुर हजुर। कति हाल्नु भयो? यसलाई अब 28 भनिरहेछ नि। ए पुरो मिल्दै छ अझै। ए कति किलो जति होला लगभग यो? 14-15 किलो। ए ढाल्ने विचार हो। कोही राम्रो रेट ब्रान्ड छ, हेन्डल गर्छ, कोही छामछुम गर्छ, गेमा गर्छ, सिमबाट दिन्छ, कपालबाट सक्ने चिज भिडियो हो, टिकटकमा हालिदिनु है। यसलाई जोख्दै हुनुहुन्छ है।
कति किलो जति होला यो तपाईँले उचाल्नु कति किलो जति होला अन्दाज भन्नुहुन्छ 14-15 होला कति भन्छ मूल्य मिल्यो ए वार्ता हुँदैछ है च्याङ्ग्रा कस्तो राम्रो देखिरहेको छ चिया राम्रै छ नि पकाएर खान्छ कति मिठो मोल मिलेपछि झन् मिठो रोजा तपाईँको हामीले भनेको छौँ धेरै भनेको छौँ दम छैन हिँडाएर ल्याउनुहुन्छ कि होइन गाडीमा ल्याउनु हिँडाएर कति दिनमा ल्याउनु भयो चढ्दै चढ्दै होइन सरदारमा 15-16 किलो होला नि होइन त्यस्तै हो ए छान्ने जानु पर्यो रमाइलो हो नि पछि हेर्न पाइन्छ कति किलो जति होला यो अन्दाज 28 मा भनिरहेछन् जति लाग्यो नि तपाईँको 20 किलो 21 किलो भन्दा त्यहाँभन्दा कोही पनि खाइन्छ खाइन्छ साइज उस्तै छ नि 22 किलो बस बढीमा त्यसमा 42,000 40,000 पर्छ
यहाँ त सस्तो रहेछ आज त यहाँ बोल्नु छ कसरी दिएर चाहिँ ती भाइले कति रोजेर कति हुनुहुन्थ्यो कति रोजेर 28 कहाँको यो अपर स्थान ममङदाङ जति रोजेर लानु मार दिएर 13 किलो होला है भेडा सस्ता हुन्छ कि च्याङ्ग्रा भेडा भेडा सस्ता भेडालाई कति भेडालाई हजुर उचाल्नै गाह्रो छ अनि छ नि गरौँ हो कि होइन उचाल्नै सक्दैन केजीमा तोलेर 600 रुपियाँ भेडो जिउँदो च्याङ्ग्रो 750 दुई गाडी मिलाएर त्यही हो 28 किलो मान्छे बस्दै अब बस्यो नबस्यो यो चाहिँ ल्याउँछ नि हो यही जग्गा बिहा खाले औषधि हो के